हेलो गुड मर्निङ नमस्ते सबैजनालाई। बिहानको सुरुवात भइसकेको छ। सबैजनाको भइसक्यो होला। तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला। आज मेरो खाजा चाहिँ मतलब बिहानको नास्ता वाउ यो हो मेवा। घरमै पाकेको हाम्रो घरको आडैमा थियो, बुटा थियो, त्यसबाट टिपेर ल्याएर मैले चाहिँ पकाउन हालेको थिएँ। एकदम अर्ग्यानिक तरिकाले पाकेको मेवा चाहिँ मेरो ब्रेकफास्ट हो आज। चिया पनि खान्छु। चिया नखाए त मेरो उज्यालै हुँदैन फेरि। त्यो सबै तपाईँहरू सबैलाई थाहा छ। मैले चाहिँ यो साइडमा यो मनी प्लान्टको कटिङ लगाएको थिएँ किचनमा राख्नु भनेर। दुईवटा ग्लास मलाई राखेको छु मैले। हेलो नमस्ते सबैजनालाई। हामी गार्डनिङ गार्डनिङ लभरको लागि फेरि न्यू सिजन सुरु भइसकेको छ। यो मैले सकुलेन्टलाई यस्तो पारामा काटेर यो डब्बालाई डिजाइनमा यसलाई फुलाउने विचार गरेको रहेको छु। म देखेको छैन होला, आवाज सुन्ने भइहाल्छ। त्यसको लागि मैले माटो तयार पारिसकेको छु। यो माटो मैले धेरै माटो चाहिँ राख्दैन भन्नाले जुन गार्डन सोइल हुन्छ त्यो राख्दैन। अनि मैले कोकोपिट राखेको छु यसमा 50% कोकोपिट, अनि त्यस पछाडि 20% गार्डन सोइल, अनि अलिअलि अब यसमा यो धानको भुस पनि मिसाएको छु मैले। अब जे होस् माटो कम छ त्यसरी बुझ्नु होला। माटो कम छ, कोकोपिट चाहिँ धेरै छ, किनभने सकुलेन्टलाई चिसो पनि चाहिन्छ अनि धेरै पानीमा पनि बस्नु सक्दैन। त्यो भएर अब यसमा भर्न सुरु गर्छु। पहिला त यसमा माटो नै भर्छु, बिस्तारै माटो भर्छु पहिला, किनभने पहिला त खाली छ यहाँ, यो भर्नु पऱ्यो। सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है। यो चाहिँ गार्डनिङ जुन लभरहरू हुनुहुन्छ म जस्तै, म पनि बिगिनर नै हो। थोरै क्रिएटिभिटी गरौँ सकुलेन्ट प्लान्टसँग भनेर हो। मसँग एउटा बट्टा थियो, त्यो बट्टालाई मैले छेउबाट डिजाइनिङ दिएर थोरै काटेको छु क्रस टाइप गराएर। अनि त्यसमा मैले यो चाहिँ बनाएको माटो छ नि जुन, त्यो माटोमा मैले कोकोपिट प्लस गार्डन सोइल एकदम कम अनि कोकोपिट धेरै, अनि थोरै मैले निमखली पनि राखेँ किनभने किराहरू लाग्न सक्छ। अनि मैले फर्टिलाइजरको लागि यसमा चाहिँ बोन मिल राखिदिएको छु कि। अनि यो चाहिँ मैले तपाईँलाई देखाउन लाग्यो। यो पनि सकुलेन्ट प्लान्ट हो। यो घाममा रातो हुन्छ, घाममा राखेपछि एकदमै रातो हुन्छ। अगाडिको टुप्पा यसको रातो थियो नि त, त्यो रातो हुन्छ जति घाममा राख्यो त्यति नै रातो अनि प्लस हरियो हुन्छ। अनि थोरै क्रिएटिभिटी गरौँ डिजाइनिङ गरौँ भनेर मैले यो बट्टामा साइडमा काटेर यसरी माटो भर्दै साइडमा त्यो बिरुवाहरू रोप्दै गरेको छु। अहिले म तपाईँलाई यसको डिजाइनिङ देखाउँछु है त। यस्तो प्रकारले मैले यो डब्बालाई डिजाइनिङमा परिवर्तन त गरेछु, तर अब रिजल्ट कस्तो आउँछ। यो चाहिँ मैले सानो लगाइदिएँ माथि चाहिँ यो सकुलेन्ट, यो अनि ठुलो गरी यत्रो हुन्छ कि, त्यो भएर धेरै ठुलो लगाउँदाखेरि अलिक गाह्रो हुने भयो। यसमा धेरै यसको पातहरू तल आउँछ नि, त्यो भएर सानो लगाएँ। सानो भएर यो बढ्दै गएर ठुलो ठाउँमा देखिन्छ। अब यो रोपिदिएको छु। यसको रिजल्ट कस्तो हुन्छ म तपाईँसँग पक्कै सेयर गर्नेछु। यसो गमलाको बिचमा मैले जुन यसको पातहरूबाट मैले बनाएको थिएँ नि सफाइ गर्दाखेरि, यो गोड्दाखेरि त्यसको पातहरू बिचमा राख्दैछु कि मैले यो कुहिएर यसमा मल होला भनेर। एउटै खालको गमलामा लगाउँदा कति वाक्क लाग्छ कि, सिम्पल खालको अलिअलि डिजाइन निकाल्नु न भनेर हो। कस्तो हुन्छ रिजल्ट म तपाईँहरूसँग पक्कै सेयर गर्नेछु।